नमस्ते, गुड मर्निङ, सुप्रभात मेरा सम्पूर्ण साथी मित्रहरूलाई र आशा गर्छु हजुरहरू पनि सन्चै सुस्तै हुनुहुन्छ होला। अगाडिका दिनहरू कति खुसियाली रमाइलो हुन्थ्यो होइन। त्यति बेला के हुन्थ्यो भने घडी एकै जग्गासँग मात्रै हुन्थ्यो प्राय र समय चाहिँ भन्ने समय हाम्रो चाहिँ प्राय सबैसँग नै हुन्थ्यो। तर अहिले यस्तो विडम्बना छ, हेर्नुहोस्, हामी सम्पूर्ण सबैसँग नै चाहिँ घडी छ, तर त्यो समय, त्यो खाली समय चाहिँ कोहीसँग पनि छैन। र हामीले विचार गर्ने योग्य कुरो हो, समय चाहिँ हाम्रो कहाँ गयो। त्यतिखेर दिन र अहिले दिन एउटै हो, तर हामी बिजी धेरै भयौँ। नजाने कुन दिशामा हाम्रो व्यस्तता गइराखेको छ। यो व्यस्तताले हामीलाई कहाँ पुर्याउने हो। घडी अगाडि थिएन, समय सबैसँग थियो। अहिले सबैकोसँग घडी छ, समय कोहीसँग पनि छैन। धन्यवाद, राधे राधे।